इलामको राजधानी माइखोलामा भेटिएको यो ढुङ्गामा पूजा गर्न आउनेहरू मान्छेहरू निकै हुन थालिएको छ। इलाम जिल्लाको माई खोलामा चाहिँ भेटिएको शिला र जुन शिलाको सुरुवात चाहिँ यही घरभित्र विभिन्न ठाउँहरूबाट चाहिँ यस ढुङ्गालाई पूजा गर्न हेर्न आउनेहरू निकै नै देख्न सकिन्छ र यहाँ माताहरू पनि विभिन्न ठाउँबाट आएर चाहिँ यहाँ नाचेको देख्न सकिन्छ र एकदमै घुइँचो हुन थालिएको छ यस राजदली माइखोलामा चाहिँ र यो चाहिँ बारेर यसरी बनाइएको प्रोटेक्ट गरेर राखिएको छ र यो देखिएको ढुङ्गा चाहिँ पञ्चकन्या पाथिभारा माताको रहेको भन्ने छ र जम्मा 5वटा ढुङ्गा नै निकालिएको छ र माथिपट्टि चाहिँ अरू ढुङ्गा राखिएको छ। तपाईले देख्न सक्नुहुनेछ र